डिजिटल एराको फ्युल भनेको डेटा हो। अहिले त ग्लोबल करियर नै हो डेटा भनेको हैन। डिफ्रेन्ट टाइप अफ डेटालाई चाहिँ अलि स्टेप बाई स्टेप क्लिन गरेर स्क्रब गरेर एउटा सर्टेन फर्मेटमा ल्याएर त्योबाट चाहिँ कसरी स्टोर गर्नेदेखि त्यो डेटासँग सम्बन्धित होइन समेटेर लाने एउटा फिल्डलाई चाहिँ डेटा इन्जिनियरिङ भनिन्छ। यत्रो धेरै एआई मोडल्सहरू आइरहेको छ, च्याट जीपीटी भनेर आएको छ। एआई त आउटकम हो, त्यसलाई डेटा नभइकन त्यसलाई फ्युल गर्नै सकिँदैन। करियर वाइज हेर्ने हो भने चाहिँ प्रस्तो बोल्दा अहिले डेटामा राम्रो नै छ। आई वुड नट से द नेक्स्ट बिग थिङ, अलरेडी बिग थिङ के। टप कम्पनीज आर कमिङ टुगेदर टु बिल्ड अप इन्डस्ट्री लेड कोर्स जुन चाहिँ एकदम इन्डस्ट्री फोकस्ड र स्किल फोकस्ड हुन्छ। त्यो स्टुडेन्टले चाहिँ 4 वर्षको पिरियडमा पाउनुपर्ने जुन एक्सपोजर छ, जुन चाहिँ उसले 4th इयर पछिको इन्टर्नसिपमा खोजिरहेको हुन्छ, त्यसको सट्टा चाहिँ एउटा कम्पनीमा डे 1 देखि त्यही काम चाहिँ उसले गर्न थाल्यो भने चाहिँ उसको एक्सपिरियन्स निस्किने बेलामा चाहिँ अलमोस्ट ल फर्स्ट इयरको कुरा हटाइदियो भने सेकेन्ड इयरदेखि त 4th इयरसम्म जाँदाखेरि चाहिँ 2 देखि 3 वर्षको एक्सपिरियन्स इजिली काउन्ट हुन्छ। एउटा अब्जेक्टिभ्स भनेको चाहिँ मलाई प्र्याक्टिकल स्किल्स गेन गरेर चाहिँ मैले इन्डस्ट्रीको लागि कामको लागि रेडी हुनु छ। अर्को कुरा चाहिँ साइड बाई साइड मैले के छ आइटी डिग्री पनि अर्न गर्नु छ। नेपाललाई आइटी हब बनाउने हो भने चाहिँ वी निड टु प्रड्युस मोर ग्रेजुएट्स एन्ड मोर क्वालिटी ग्रेजुएट्स। डेटा इन्जिनियरिङ भनेको चाहिँ अब एभ्रिथिङ प्रड्युसेस डेटा आजभोलि होइन यता तपाईँको डिजिटल वर्ल्डमा त्यो डेटा चाहिँ अलिकति स्क्याटर्ड अनअर्गनाइज हुन्छ। त्यो सबैलाई चाहिँ डिफ्रेन्ट सिस्टम्सबाट प्रड्युस भएर डिफ्रेन्ट टाइप अफ डेटालाई चाहिँ अलि स्टेप बाई स्टेप कसरी चाहिँ हामीले चाहिँ अलिक क्लिन गरेर स्क्रब गरेर होइन एउटा सर्टेन फर्मेटमा ल्याएर त्योबाट चाहिँ केही इन्साइट्स निकाल्न सक्छौँ कि कहाँ कसरी स्टोर गर्नेदेखि त्यो डेटासँग सम्बन्धित होइन सानो साइजदेखि ठुलो साइज सब खालको डेटाहरूलाई चाहिँ समेटेर लाने एउटा फिल्डलाई चाहिँ डेटा इन्जिनियरिङ भनिन्छ होइन। अब यसमा डेटाको सिक्युरिटीदेखि लिएर त्यसको एडमिनिस्ट्रेसनदेखि सबै कुरा पर्नु खान्छ। यत्रो धेरै एआई मोडल्सहरू आइरहेको छ। एआई भनेर भनिरहेको छ, च्याट जीपीटी भनिरहेको छ, यता भनिरहेको छ, उता भनिरहेको छ। एआई त आउटकम हो। एआई आउटकम हो, त्यसलाई डेटा नभइकन त्यसलाई फ्युल गर्नै सकिँदैन, अगाडि बढाउन सक्दैन, ट्रेन गर्न सकिँदैन, त्यसलाई इन्टेलिजेन्ट बनाउन सकिँदैन। जस्ट लाइक अब एउटा बच्चालाई बोल्न सिकाउँदा उसलाई ABCDदेखि सिकाउँछौँ हामी होइन। सो सिमिलर काइन्ड अफ नेचर चाहिँ एआई डेटा हो हाम्रो डिजिटल एरामा चाहिँ। मार्केटिङ गर्नु पऱ्यो, कसलाई मार्केटिङ गर्ने, केही न केही डेटा भयो भने कसले हाम्रो प्रडक्ट एकदम एप्रिसिएट गरिरहेको छ, कस्तो खालको हामीले आफ्नो कस्टमरलाई अन्डरस्ट्यान्ड गरिरहेको छ, कसरी अन्डरस्ट्यान्ड गरिरहेको छ, कसलाई टार्गेट गर्ने, एड टार्गेट गर्ने, मोडल बनाउने, एआई बनाउने भनेर भन्दाखेरि चाहिँ एक्चुअल हामीसँग डेटा भएन भने हामीले यो कुनै पनि कुराहरू प्रोसिड गर्न सक्दैन। सो एक्चुअल डेटा इन्जिनियरिङले चाहिँ के गर्छ भन्दाखेरि यो जुन एन्ड गोलहरूलाई चाहिँ फ्युल गर्नलाई उसले एउटा डिजिटल फ्युल प्रोभाइड गर्छ जुन चाहिँ डेटा हो। डेटा इन्जिनियरिङ भनेको चाहिँ अब अहिले हामीले हेर्दाखेरि चाहिँ इट्स लाइक होलिस्टिक होइन कन्सेप्ट अफ डुइङ अ डेटा ओरिएन्टेड जब आइटी सेक्टरमा। त्यो चाहिँ भनेको एनालिसिस, अब पहिला एनालिसिसदेखि लिएर त्यसको अटोमेसनदेखि लिएर त्यसको एआई इन्टिग्रेसनसम्म होलिस्टिक नै चाहिँ डेटा इन्जिनियरिङ भन्नुपर्छ। नानीले डेटा कसरी यति धेरै इम्पोर्टेन्ट भयो त भन्ने कुरा हो चाहिँ आइटी र डिजिटाइजेसनले गर्दा नै इम्पोर्टेन्ट भयो कि होइन। अब एज वी स्टार्टेड युजिङ डिजिटल टेक्नोलोजिज मोर, वी स्टार्टेड गेनिङ इन्साइट्स। अब हामीसित धेरै डेटा कलेक्ट भयो, त्यो भइसकेपछि के छ त वाट्स रनिङ, वाट्स वर्किङ, वाट्स नट वर्किङ होइन। चाहे कुनै बिजनेसलाई होस्, चाहे सोसियल कजेसहरूको लागि होस् होइन, हाम्रो मोर रेलिभेन्ट मोर डिटर्मिनिस्टिक डिसिजन्सहरूको निड गर्नलाई मोर इम्प्याक्टफुल हामीले कुनै पनि काम गर्छ भने यो इम्प्याक्ट क्रिएट गर्न खोजिरहन्छौँ होइन। अहिले त ग्लोबल करियर नै हो डेटा भनेको होइन। त्यो गर्नु चाहिँ एप्रोच त बोल्नु अहिले डेटामा राम्रो नै छ। करियर वाइज हेर्ने भने चाहिँ इट इज आई वुड नट से द नेक्स्ट बेस्ट थिङ, इट इज अलवेज
already a big thing के होइन we are seeing the importance of it. It has become so fast. हामी सोच्दा सोच्दैन everybody is using it in a different way and across the world होइन. सो त्यसले गर्दाखेरि चाहिँ wherever we go यो स्किलले चाहिँ हामीलाई हेल्प नै गर्छ. हस्पिटल सिस्टम्सहरूमा भन्यो हाम्रो हेल्थ केयर, अब मैले हेल्थ केयरमा काम गर्ने हेल्थ केयर पनि एउटा एकदमै राम्रो एक्जाम्पल हो जुन चाहिँ होइन हामीले इम्प्याक्टफुल डिसिजन्सहरू गर्न सक्ने इन्सुरेन्स सेक्टरमा, एनी ब्याङ्किङ सेक्टरमा होइन, एडभर्टिजमेन्ट्समा. सो यु क्यान नेम इट एन्ड डेटा इज देयर. सो आई थिङ्क I can give you less examples. Small scale देखि लिएर अब हाम बिगर स्केल्समा सबै स्केलमा नै इम्पोर्टेन्ट चाहिँ हुन्छ. एक्सट्र्याक्ट ट्रान्सफर्म लोड भन्ने एउटा चाहिँ होइन इटिएल डेभलपमेन्ट भन्छ. त्यो भनेको चाहिँ डेटालाई चाहिँ कुनै ठाउँबाट प्लम गरेर कहीँबाट ल्याएर त्यसलाई चाहिँ सफा गरेर ट्रान्सफर्म गरेर अथवा आफ्नो बिजनेस डोमेन अनुसार चाहिँ चेन्ज गरेर त्यसलाई चाहिँ कहीँ लोड गर्नु भनेको कहीँ राख्ने होइन. सो त्यो फर्म अफ एउटा इन्जिनियरिङ डिसिप्लिन हुन्छ, त्यो हुन सक्यो. अर्को भने डेटाबेस एडमिनिस्ट्रेसन हुन्छ होइन. डेटालाई चाहिँ कहीँ छ मेरो भने चाहिँ कसलाई के एक्सेस दिने होइन, आरबिएसीको कुराहरू लाइक कसलाई चाहिँ रिड एक्सेस दिने कसैलाई नदिने भन्ने खालको एउटा हुन्छ होला. अर्को भनेको तपाईँको डेटा एनालिस्ट भन्छ होइन. डेटा एनालिस्ट भनेको चाहिँ अब डेटा बुझ्ने मान्छे र डेटा बुझाउन सक्ने मान्छे, इन्साइट्स निकाल्न सक्ने मान्छे भयो होला होइन. अब अनि प्लस अब त्योबाट अब त्यो डेटाबाट एनालिटिक्स गरेर चाहिँ इन्फर्मेसन एक्सट्र्याक्ट गर्न सक्ने पनि एउटा रोलहरू हुन्छ. सो दे आर डिफ्रेन्ट एस्पेक्ट्स इनसाइड डेटा इन्जिनियरिङ होइन. सो त्यसको स्कोप चाहिँ अलि राम्रै छ. डेटा इन्जिनियरिङ भित्रलामा हामीले जुन इन्टरमिडिएट जुन स्टेजेसहरू छ त्यो इन्टरमिडिएट स्टेजेसहरूको पनि कुनै पर्टिकुलर एक्जिट हुँदाखेरि चाहिँ त्यसपछि चाहिँ डाइरेक्टली जबसँग चाहिँ टाइअप हुने खालको कुराहरू छ. जस्तो फर इक्जाम्पल मेरो इटिएल इन्जिनियर, डेटाबेस एडमिनिस्ट्रेटर, डेटाबेस डिजाइनर, सो त्यस्तो खालको चाहिँ डेटाबेस इन्जिनियर इट्सेल्फ, यो खालको जब फङ्सनहरूको लागि चाहिँ इन्टरमिडिएट लेयरमा नै उहाँहरू रेडी हुनुहुन्छ. सो द्याट कि हामीले जुन कोर्सको चाहिँ एन्डिङमा गएर मात्रै पास आउट भइसकेपछि जब रोलमा जाने होइन कि इन्टरमिडिएट हाम्रो जति पनि जुन इन्टरमिडिएट स्टेजहरू छ त्यहाँबाट नै उहाँहरूले त्यसको लागि कम्पिटेन्सी गेन गरिसक्नु भएको हुन्छ, विच इज ग्रेट एडभान्टेज फर द स्टुडेन्ट्स. सो मैले भनिहालेँ अब एआई चाहिँ अहिले एकदम बुमिङ इन्डस्ट्री हो र एआईलाई डेटा नभई हुँदैन. एआईलाई फेरि टेराबाइट्स पेटाबाइट्स अफ डेटाहरू चाहिन्छ प्रपरली ट्रेन हुन र एउटा जेनरल इन्टेलिजेन्ससम्म पुग्न. सो डेटालाई प्रपरली म्यानेज गर्न सकिएन, सोर्सबाट डेस्टिनेसनसम्म पुर्याउन सकिएन भने त्यो डेटा मात्रै भएर बस्यो, त्यो इन्फर्मेसन कहिले पनि हुँदैन. सो डेटा र इन्फर्मेसनको त्यो डिफ्रेन्स चाहिँ. सो डेटा इज र डेटा, त्यो डेटाबाट हामीले के युजफुल कुराहरू निकाल्यो भने त्यो चाहिँ इन्फर्मेसन हुन गयो कि. सो हामीले एउटा डेटा इन्जिनियरिङको पर्सपेक्टिभबाट हेर्दा चाहिँ हामीले एउटा ऱ्यान्डम डेटालाई युजफुल इन्फर्मेसनमा कसरी कन्भर्ट गर्न सक्छौँ र इन्फर्मेसन भएपछि बल्ल हामीले एआई मोडल्सहरू ट्रेन गर्न सक्छौँ, बिहेभियर अन्डरस्ट्यान्ड गर्न सक्छौँ, न जुन हाम्रो एआईको सिस्टम बुमहरू भइरहेको छ त्यसलाई सपोर्ट गर्न सक्छौँ. सो एआई सँगसँगै नै जान्छ डेटा पनि. कलेज पास आउटबाट हामीले इन्टेक लिँदाखेरि चाहिँ अब त्यो ग्याप बिट्विन एजुकेसन र प्रोफेसनल रिसोर्स जुनै पनि टेक्नोलोजीको कुरा गरे पनि जुन चाहिन्छ, देयर इज अलवेज द्याट ग्याप होइन. अब त्यो ग्यापलाई मिटिगेट गर्नको लागि चाहिँ अब हामी पनि भनौँ न लगभग 5-6 वर्षदेखि चाहिँ वी रन अ प्रोग्राम इन्टर्नली विच इज इन्टर्नसिप ड्रिभन होइन. अब इन्टर्नसिप ड्रिभनमा के गर्छौँ भन्दाखेरि कलेज ग्रेजुएट अथवा 3rd इयर 4th इयरको स्टुडेन्ट्सहरूलाई ल्याउने डिफ्रेन्ट टेक्नोलोजीमा चाहिँ हामी 1.5 मन्थ्सको हाम्रो एउटा कोर्स हुन्छ. त्यो कोर्समा चाहिँ इनरोल गराएर उहाँहरूको अब त्यो बेस्ड अन भेरियस फ्याक्टर फाइनली एनालाइज गरेर चाहिँ अनि उहाँहरू चाहिँ एक्चुअल जबमा चाहिँ अनबोर्ड हुने. सो यो आइआइडी कोर्स इज समथिङ सिमिलर टु द्याट. अनि अझ बेटर किन भन्दाखेरि द स्टुडेन्ट गेट एक्सपोजर टु वाट ह्यापन्स इन अ सफ्टवेयर कम्पनी फ्रम डे 1. किन भन्दाखेरि तपाईँको एजुकेसनको साइडमा चाहिँ
पढ्दै गर्दाखेरि चाहिँ कामको एक्सपिरियन्स पनि पाउँदै गर्दाखेरि चाहिँ इट इज अलवेज बेनिफिसियल फर द स्टुडेन्टको पर्सपेक्टिभबाट। सो अहिले चाहिँ करेन्ट सिनारियोमा हामीले देख्दा चाहिँ अब हामीले एज अ कम्पनी एक्सपिरियन्स गर्दा पनि स्किल र नलेजको बिचमा चाहिँ ग्याप देखिरहेको छौँ हामीले। सो एउटा मेजर च्यालेन्ज भइरहेको छ अहिले कम्पनीजहरूलाई। सो फर द फर्स्ट टाइम अल अफ द top companies are coming together to build up industry-led course जुन चाहिँ अब एकदम इन्डस्ट्री फोकस्ड र स्किल फोकस्ड हुन्छ, जहाँ चाहिँ अब लाइक नट ओन्ली पढ्ने मात्र होइन, पढ्ने सँगसँगै हामी डाइरेक्टली इन्भल्भ गराउँछौँ स्टुडेन्टहरूलाई इन्डस्ट्रीमा सो द्याट दे गेट प्रपर स्किल्स। जुन टपिकमा उनीहरूले पढिरहेछन्, जुन मोड्युल्स उनीहरूले पढिरहेछन्, त्यसको एक्चुअल स्किल्सहरू चाहिँ उनीहरूले रियल टाइममा इन्डस्ट्रीबाट पनि गेन गर्छन्। छ यो करिकुलममा चाहिँ बेसिकली जुन एउटा कोही पनि इन्डिभिजुअल चाहिँ गएर एज अ डेटा इन्जिनियरको काम गर्दाखेरिको जे जति उसले कामहरू गर्नुपर्छ त्यो कुराहरू चाहिँ यो पार्टमा चाहिँ कभर भएको छ, यो करिकुलममा चाहिँ कभर भएको छ भन्ने चाहिँ जोस्। काम गर्दै पढ्नु भनेकै नै मैले थ्योरीमा पढेर कुरा अप्लाई गर्दै अगाडि बढ्नु हो होइन। सो जुन कुरा चाहिँ अब ट्रेडिसनल उसले चाहिँ मैले डेटाबेस म्यानेजमेन्ट सिस्टम भनेर एउटा सब्जेक्ट चाहिँ 4th सेमिस्टरमा पढेँ होला, अनि 8th सेमिस्टर पछि गएर पछि कनेक्ट गर्ने डट्स चाहिँ मैले त्यतिखेर नै कनेक्ट गर्न पाएँ वाइल आइम गोइङ थ्रु स्कुल। सो त्यो हुँदाहुँदै सो म ग्रेजुएट हुँदासम्म त आई अलरेडी लाइक बी अ भेरी कम्पिटेटिभ इन्जिनियर भन्ने चाहिँ हो भिजन होइन। सो द एक्सपिरियन्स कम्स विथ वेन यु गोइङ टु स्कुल। यो कोर्सको एङ्गलबाट चाहिँ यसले अपर्च्युनिटिज चाहिँ अब यसमा इनरोल हुन सक्नुभयो भने चाहिँ होइन, तपाईँले जुन अब पहिला ट्रेडिसनली हेर्ने भने मान्छेले 4 वर्ष यहाँ पढ्नुहुन्थ्यो, त्यसपछि 2 वर्षको एक्सपिरियन्स यहाँ लिनुहुन्थ्यो, त्यसपछि बाहिर गएर विदेशमा गएर के गर्छु भन्ने हुन्थ्यो, अरू यहीँ कन्टिन्यू गर्नुहुन्थ्यो राइट। त्यो कुरा चाहिँ पढ्दा पढ्दै नै गर्न पाउनुहुने भयो होइन। त्यो भन्न साथै सो बाई द टाइम यु ग्रेजुएट यु क्यान अलरेडी अब तपाईँ एकदम लाइक एकाडेमियामा हुनुहुन्छ भने चाहिँ यु कुड लाइक थिङ्क अबाउट अब मास्टर्स र पिएचडी गर्नको लागि सिरियस सोच्नु पनि पायो, अर लाइक यु आर अलरेडी भेरी इम्प्लोएबल बाई द टाइम यु ग्रेजुएट होइन। भोलि गएर चाहिँ दे वान्ट टु उनीहरू चाहिँ अब के क्रिएट गर्ने के गर्ने भन्ने कुराहरूमा चाहिँ लस्ट नहोस्, उनीहरू चाहिँ अब आफ्नो जब गर्नको लागि चाहिँ रेडी होस्, माइन्डसेट पनि अब रेडी होस् होइन। टेक्निकल स्किल त रेडी अभियस एज अ फर्स्ट थिङ है, फर्स्ट थिङ त अब स्किल हुनु पऱ्यो भन्ने कुरा हामी सबैलाई थाहा छँदैछ। अनि हाम्रो पनि एज अ स्टुडेन्ट के एक्सपेक्टेसन हुन्छ त म यो पास गरेपछि यो गर्न सक्छु भन्ने हुन्छ, तर समटाइम्स वी ल्यान्ड इन्टु सिचुएसन हामीले सोचेको जस्तो त हुँदैन होइन। अब हामीले पहिलादेखि अघि नै भयो भने मेरो पनि केही पनि ठिक थिएन, सो हामीले के सोच्छौँ यो पढेपछि हामीले के न गर्न होला भन्छ, तर जब हामी रियल वर्ल्डमा जान्छौँ वी गेट अ टेस्ट डिफ्रेन्ट टेस्ट अफ रियालिटी। सो त्यो हामी त्यो कुराहरू चाहिँ हामी स्टुडेन्टहरूलाई चाहिँ अब लङ टर्ममा सक नहोस्, उनीहरू इन्डस्ट्री प्यारी भएर स्किल वाइज पनि होस् र माइन्डसेट वाइज पनि होस् कि नट ओन्ली स्किल वाइज होइन, अब त्यो माइन्डसेट वाइज पनि होस् भन्ने चाहिँ गोल हो। सो द्याट मलाई स्टुडेन्ट वाइल दे आर स्टडिङ दे नो वाट इज द इन्डस्ट्री एक्सपेक्टिङ, वाट इज द मार्केट एक्सपेक्टेसन, अनि वाट काइन्ड अफ इन्भाइरोमेन्ट देयर होइन भन्ने कुराहरू चाहिँ विथ द बोथ वेज स्किल वाइज टेक्निकल स्किल पनि प्लस माइन्डसेट पनि बनाउँछु, माइन्डसेट पनि एज दे ग्रो त्यो डेभलप होस्, उनीहरू चाहिँ त्यो लो वाट्स कमिङ भन्ने कुराहरू अर मेबी दे सुड बी अलरेडी वर्किङ इन द्याट इन्भाइरोमेन्ट। सो त्यो कुराहरू चाहिँ दे डोन्ट स्पेन्ड अनदर टाइम अफ देयर लाइफ होइन फिगरिङ आउट इभन आफ्टर ग्रेजुएटिङ भन्ने मेन रिजन चाहिँ त्यो हो। अब त्यसको वरिपरि चाहिँ अब सबै काइन्ड अफ स्किल पर्छ, सो त्यो वी आर ट्राइङ टु फोकस अन अल अफ द एरियाज. We are working towards it, and I think it is positive now. डेटालाई म्यानेज मात्र होइन, डेटालाई पोइन्ट एदेखि पोइन्ट बीसम्म पुर्याउने मात्र काम होइन कि डेटालाई एउटा त्यो पनि एउटा आफैमा पनि ठुलो अपर्च्युनिटी हो, ठुलो स्कोप अफ एरिया हो, एरिया अफ स्कोप त्यो वर्क हो। तर सँगसँगै नट जस्ट डेटा इन्जिनियरिङ गरिसकेपछि हाम्रो सर्टेन पार्टहरू डेटा साइन्समा छुन्छ, डेटा एनालिटिक्समा छुन्छ। सो हामीले एउटा र इन्फर्मेसनलाई नम्बर्सलाई एक्चुअल मान्छेले बुझ्ने
तरिकाले कसरी प्रेजेन्ट गर्न सक्छौँ, डेटा एनालिसिस, त्यस जो डेटाबाट स्टोरी हामीले कसरी बिल्ड गर्न सक्छौँ, एआईले चाहिँ यति % एफिसियन्सीहरू गेन गरेको छ। तर त्यो एक्चुअल त्यो डेटा नभइकन कसैले त्यो स्टोरी भन्न सक्दैन। त्यो एउटा सिङ्गल न्यारेसन चाहिँ मेबी मिलियन्स अफ डेटा पोइन्ट्सबाट आएको हो। सो ओभरअल डेटाको मार्केट र अपर्च्युनिटी चाहिँ एकदमै ह्युज छ। डेटा एनालिसिसदेखि डेटा साइन्ससम्म सो ह्युज मार्केट वर्ल्ड वाइड नै। डेटा नभइकन अहिले त अब केही कुरा नै सम्भव छैन जस्तो भइसक्यो क्या अहिले। सेक्युरिटीको एस्पेक्टबाट सोच्न सक्ने होइन, अनि अलिक ग्रिट भएको मान्छे होइन, अनि चाहिँ पनि द्याट अल्सो हेल्प्स। अनि नयाँ प्रब्लम फेस गर्न नडराउने होइन, गो फिगर इट आउटवाला चाहिँ अलिकति माइन्डसेट भएको मान्छे भयो भने चाहिँ आई थिङ्क बिसाइड्स द रेगुलर म्याथ लजिकल थिङ्किङहरू होइन, यो त सबै लाइक इन्जिनियरमा हुनैपर्ने कुराहरू भइहाल्यो। एउटा अब्जेक्टिभ्स भनेको चाहिँ मलाई प्र्याक्टिकल स्किल्स गेन गरेर चाहिँ मैले इन्डस्ट्रीको लागि कामको लागि रेडी हुनु छ। अर्को कुरा चाहिँ साइड बाई साइड मैले के छ आइटी डिग्री पनि अर्न गर्नु छ भनेपछि यो दुइटै अब्जेक्टिभ्स चाहिँ मैले फुलफिल गरिराखेको हुन्छु सो द्याट म जस इन्डस्ट्रीमा गएर चाहिँ फुल्ली मेरो स्किल्स चाहिँ अड्याप्ट हुन सकोस्, काम गर्नको लागि चाहिँ रेडी वर्कआउट भएर निक्लिन सकौँ भन्ने कुरा आएको हुन्छ। अब कम्पनीको पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ यो पर्टिकुलर एस्पेक्टमा के छ भनेर भन्दाखेरि चाहिँ कम्पनी इज गेटिङ भनौँ न प्लेन ब्ल्याङ्क सिट चाहिँ उसले पाइरहेको एज अ रिसोर्सको हिसाबले, जहाँ चाहिँ ही विल ट्राई टु मोल्ड द्याट पर्टिकुलर पर्सन इन द वे द्याट ही निड्स होइन। सबै अर्गनाइजेसनको काम गर्ने तरिका त्यही टेक्नोलोजीलाई युटिलाइज गर्ने टेक्निक्सहरू फरक हुन्छ। उसले प्रोजेक्ट एक्जिक्युट गर्ने, उसको काम गर्ने इन्भाइरोमेन्ट, यो सबै कुराले चाहिँ त्यो कुरा चाहिँ डिफर गर्छ। सो एउटा कम्प्लिट प्लेन सिट खालको एकदमै रिसोर्स उसले पायो भने चाहिँ त्यसलाई उसले आफ्नो तरिकाले मोल्ड गरेर चाहिँ फर अ पिरियड अफ 4 years चाहिँ उसले त्योबाट चाहिँ डिफ्रेन्ट किसिमको एक्जिक्युसन्सहरू चाहिँ गराउन सक्छ भन्ने कुरा देखेर चाहिँ आई थिङ्क आइआइडी एज अ यो पर्टिकुलर प्रोग्राम चाहिँ इट विल बी बेनिफिसियल बोथ फर स्टुडेन्ट्स एज वेल एज फर द कम्पनी विच इज एक्चुअली अनबोर्डिङ द स्टुडेन्ट्स। नेपाललाई आइटी हब बनाउने हो भने चाहिँ वी निड टु प्रड्युस मोर ग्रेजुएट्स एन्ड मोर क्वालिटी ग्रेजुएट्स होइन। सो आजको दिनमै भएको कम्पनीहरूलाई स्ट्रगल भनेको चाहिँ अलिकति भनौँ न एकदम लाइक मान्छेहरू ग्रेजुएसन त भइराख्नु भएको छ तर अलिकति प्रपर स्किल सेट भएको मान्छेहरू हुन पाए हुन्थ्यो भन्ने छ नि। त्यो नै धेरै भयो भने मेबी त्यो तपाईँको बाहिरबाट चाहिँ आउने इन्भेस्टमेन्ट्स अनि त्यो कुराहरूमा चाहिँ अलिकति कन्फिडेन्स बढ्न जान्छ होला होइन। सो आई थिङ्क गोल भनेको चाहिँ stronger graduates who are industry ready by the time they graduate हुनुपर्छ। त्यो हुनासाथ आई थिङ्क अटोमेटिकली इट विल हेल्प द होल इकोसिस्टम जस्तो लाग्छ मलाई चाहिँ।